नमस्कार, म उदय पण्डित। स्वागत छ तपाईहरुलाई एसबीआर इन्जिनियरिङ सर्भिस च्यानलमा। यो भिडियोमा हामी चाहिँ मास्टर स्विचको वायरिङ कसरी गर्छौं त्यो बुझ्नेछौं। सो भिडियो सुरु गर्नुभन्दा पहिला हजुरहरु सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नु होला। सो फर्दर यस्तो भिडियोहरुको लागि। सो हामी चाहिँ मास्टर स्विच किन निड छ त है? किनभने के हुन्छ, कुनै फ्ल्याट या केही बेडरुममा हामी जाँदाखेरि हाम्रो के हुन्छ, अब सुत्ने बेलामा लाइटहरु जलिरहेछ भने मानौ टोयलेटको भेस्टिबल एरियाको र अन्तै सिलिङहरुको त्यो केसमा के हुन्छ, निद्रा लागिरहेछ, उठेर केही भयो भने सो बेडको साइडमा एउटा मास्टर स्विच राख्दियो भने त्यही सर्किटबाट पुरै लाइटहरु कन्ट्रोल गर्यो भने त्यहाँबाट एकैचोटी निभायो भने सब चाहिँ अफ हुन्छ। त्यसको लागि चाहिँ मेन मास्टर स्विच युज गरेको हुन्छ है। यसमा टु वे स्विचहरु पनि युज गराछ है। सो टु वे स्विचहरु भेस्टिबलको छिर्ने बित्तिकै मेन गेटबाट हामी युज गर्छौं है। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, मैले वन वे स्विच एज अ मास्टर स्विच लिएको हो अनि यो चाहिँ हाम्रो तीनवटा टु वे स्विच हो। सो यो स्विचबाट हामी एउटा जुन हाम्रो लोड छ, जस्तै यो लोडहरु छ है, तीनवटा लोड छ हैन। सो यहाँ हेर्न सक्नुहुन्छ, न्यूट्रल के गरेको, सब बल्बलाई दिदिएको है। यहाँ चाहिँ 22 भोल्ट पावर सप्लाई सिंगल फेज सप्लाई सोर्स छ र फेज चाहिँ यो स्विचको इनपुट टर्मिनल यहाँको, यहाँबाट आउटपुट लिएर त्यसपछि के गरेको, यहाँ तीनवटा टर्मिनल हुन्छ है। सो तीनवटा टर्मिनलमा यो जुन टु वे स्विचको यसमा के हुन्छ, हाम्रो बीचको जुन पार्ट हुन्छ कमन, त्यसमा हामी कनेक्ट गर्छौं अनि त्यसपछि जति पनि माथिको सब छ त्यसमा सबैमा वायरिङ गरिदिन्छ टु वे स्विचको है, यसरी। अनि यो फेज जुन छ कमनमै जान्छ, सब कमनमै जान्छ, कमनबाट माथि जाने हो है। यो कमनबाट यो लोडमा जाने हो फेज। सो फेज यसरी आएर यसरी गएको है। त्यस्तै फेरि अर्को बल्बको लागि यहाँबाट छ, त्यस्तै यसको लागि। अब यो जुन हाम्रो यो लाइटहरु छ, यो के हुन्छ, इन्डिभिजुअल यहाँबाट पनि यो सबैलाई बाल्न सक्छौं, यहाँबाट पनि सबैलाई बाल्न सक्छौं, यहाँबाट पनि सबैलाई बाल्न सक्छौं है। सो यो टु वे स्विचबाट भयो। तर के भयो कि मलाई एकैचोटी सबै निभाउनु छ भने यो मास्टर स्विच युज गर्नुपर्छ है। सो त्यही भएर मास्टर स्विच यो बेडको छेउमा राखिरहेको हुन्छ। जेनरली हामी टु वे स्विचलाई पनि युज गरेर बनाएको हुन्छ। तर के हुन्छ, यो खासमा कुनै बेला चाहिँ तीन वटा ठाउँमा जोड्नु पर्ने छ भने, कन्ट्रोल गर्नु पर्ने छ भने अलिक प्र्याक्टिकल हुँदैन एकैचोटी निभाउनलाई। सो यसरी चाहिँ हामी वायरिङ गर्छौं है। सो होप तपाईहरु बुझ्नुभयो होला मास्टर स्विचको वायरिङ कसरी गर्छ। सो थ्यांक यू सो मच। हामी फेरि भेटौँला अर्को भिडियोमा।